माई च्यानलमा निलिन्छका सबै लाग्छमा आएपछि न्यू भिडियो लिएर अनि सबैजनालाई चाहिँ ह्याप्पी माघे सङ्क्रान्ति। अनि आज चाहिँ हाम्रो घरमा पनि छ लड्डु म हजुरहरूलाई देखाउँछु गाइस। हाम्रोमा चाहिँ यो पनि गाइस लड्डु है तिलको लड्डु। अनि त्यसपछि सकल गणेशजीहरू त्यसपछि छ यो गाइस हाम्रो त धेरै चिज बनायो किनकि मेरो मम्मीले बनाउनु भएको त धेरै हुन्छ नि। अनि गाइस आज चाहिँ घाम लागेको छ, अरू दिन घाम लाग्दैन, आज घाम लागेको छ। म हजुरहरूलाई देखाउँछु। गाइस हाम्रो चाहिँ रकी यहाँ बसेको छ। ह्याप्पी माघे सङ्क्रान्ति रकी। ओके सो अब चाहिँ म माथि जान्छु। गाइस आज चाहिँ घाम लागेको छ हेर्नु। हिजो कुहिरो लागेको थियो, आज घाम लागेको छ। आजको भ्यू चाहिँ यति राम्रो भइरहेको छ। हजुरलाई भ्यू देखाउँछ गाइस। आजको भ्यू यस्तै हो। आजको भ्यू यहाँदेखि हेर्नुहुन्छ भने तपाईँहरूले धेरै घर देखिन्छ। अनि अब चाहिँ म तल जान्छु गाइस। अनि गाइस सबै गएका छन् पहाड, हामी मात्र घरमा छु। That's the meu outfit. Here's my outfit, the birthday outfit. And the button, Sunny. Your button. It's the left. The balance of the light. Your penny is the left. Yes. त्यही छोडो राम्रो छ। आज मन्दिर सजाएको छ गाइस हेर्नु। एकछिन यहाँ दिया बले छैन गाइस। अनि भगवान्लाई पनि यहाँ प्रसाद चढाइदिएका छन्। अनि कलश पनि राम्ररी साफ गरेर गर्दैछन्। अनि गाइस हाम्रो गणेश भगवान् हेर्नु गाइस, मूर्ति गणेश भगवान्को। यो माता रानीको मूर्ति यहाँ पनि छ एउटा, यहाँ पनि छ फोटो। अनि गाइस हेर्नु यो नेजा हो, नेजा। अनि यति हो, अब त केही छैन। अनि हेर्नु गाइस तयार हुँदा हुँदै आज रुम कस्तो भइहाल्यो। केही छैन, के को भ्लग बनाएको। अनि गाइस हाम्रो चाहिँ पर्दा लगाइसकेका छन्। पर्दा त्यसैले गाइस उज्यालो आउँछ। यता उज्यालो यहाँबाट आउँछ, यहाँबाट मात्रै उज्यालो आउँछ। सब पर्दा लगाएको छन् त कहाँबाट उज्यालो आउने गाइस। अनि हेर्नु गाइस टिभीमा के हेर्दा रहेछन् यिनीहरू हेर्नु त, यस्तो चिजहरू छन्। अनि तपाईँलाई के हेर्छ सिनचान गर्छ यिनीहरू के गर्दैछन्। अच्छा मेरो ब्लग यस्तै साथमा हजुरहरूलाई होम टुर पनि दिइरहेको छु। सो पहिला चाहिँ म हलबाट गर्छु। सो यो चाहिँ हाम्रो हल। यहाँ चाहिँ हाम्रो सोफा छ गाइस। अनि त्यही हाम्रो तल यहाँ म्याट लगाएको छन्। अनि त्यसपछि एउटा बेड छ यता। अनि त्यसपछि एउटा यता टिभी छ। अनि यहाँ पर्दा लागेको छ।
अनि यता एउटा फोटो लागेको छ यहाँ पनि फोटो छ अनि हाम्रो एउटा चप्पल जुत्ता राख्ने ऱ्याक छ गाइस राख्ने अनि त्यसपछि हाम्रो टिभी राख्ने ऱ्याक छ नेक्स्ट रुम दिन्छु यो रुम चाहिँ बन्द छ गाइस यो रुमको हेर्नुहोस् यस्तो भएको छ अनि यो चाहिँ छ एउटा आकाश अनि यहाँ छ यो डाइनिङ टेबल हो गाइस सामानहरू राख्ने अनि चाहिँ एउटा दराज अनि त्यसपछि यहाँ एउटा बेड छ अनि एउटा बेड छ अनि यहाँ पर्दा लागेको छ अनि एउटा यता हल्दी दराज छ अनि यहाँ तल यसको म्याट अनि यहाँ फोटोहरू डलहरू राखेका छन् सब हाम्रो गाइस यो चाहिँ हाम्रो यहाँ चाहिँ एउटा ड्रेसिङ टेबल छ त्यसपछि हाम्रो यहाँ एउटा मन्दिर छ त्यसपछि हाम्रो यहाँ दराज छ त्यसपछि हाम्रो यहाँ फ्रिज छ गाइस